हेलो साथीहरू, गुड मर्निङ। आज मैले नास्तामा के बनाएँ भनेर देखाउँदाखेरि मैले पुडी बनाएको थिएँ है। पुडी हेर्नु कस्तो फुलेको छ भने कोही रातो रातो पनि भएको छ। मलाई चाहिँ फेरि रातो रातै मनपर्छ के, मलाई यस्तो सेतो सेतो मन पर्दैन। मैले बनाएको थिएँ पुडी गेहुँको आटाको। बाहिर किन्दाखेरि के भने यो उसको मैदाको पुडी दिन्छ नि, राम्रो हुँदैन पेटको लागि। मैले बनाएँ गहुँको। उसके बाद फेरि मैले बनाएको थिएँ कि यो पुडी हेर्नु कस्तो हुँदैछ, कस्तो राम्रो राम्रो फुल्दैछ हेर्नु न। मलाई फेरि फुलेको पुडी राम्रो लाग्छ खानको लागि। त्यसमा तेल पस्दैन के भित्र। हामीले बनाउँदा कसैको यति धेरै तेल हुन्छ नि, यसको भित्र तेल त्यति हुँदैन। हजुरले आरामले खान सक्नुहुन्छ। उसके बाद यो हो आलु मेथी, मतलब मेथीको साग त होइन, तर यो मेथी गुटी हुन्छ नि, मेथीको गेडा हालेर मैले आलु बनाएको थिएँ। त्यसमा मसला केही हालेको छैन। यति राम्रो छ नि कि हेल्थको लागि मसला केही हालेको छैन। खालि आलु और प्याज, हरियो खुर्सानी अनि मेथी। पहिला मेथी पड्काएर हालेको थिएँ, बनाएको थिएँ। और आजको मेरो नास्ता यो हो, आलु मेथी और पुडी। कस्तो राम्रो फुलेको छैन न पुडी। हजुरहरूलाई त खाउँ लागेको छैन के? लागेको छ भने भन्नु है साथीहरू, आउनु है।